नमस्कार। नमस्कार हजुर। आराम हुनुहुन्छ नि? म ठिक छु। अब हामी हजुर कहाँ आइपुगेका छौँ यो कार्यक्रम जीवन यात्राको लागि। परिचयबाट नै आफ्नो कुराकानी सुरु गरौँ न त। मेरो नाम चाहिँ भीमसेन दाहाल हो। म आजभन्दा 48 वर्ष अगाडि मेरो जन्म चाहिँ यही धुलिखेल नगरपालिका वडा नम्बर 4 हालको त्यो बेलामा वज्रयोगिनी गाविस मेरो जन्म यही भएको हो। अनि शिक्षा नि पढाइ पनि त अब यहाँ जन्म्यो भनेपछि पढाइ पनि त यतै भयो होला? त्यही त पढाइ यतै भएको हो। शिक्षा भनेर त्यस्तो उच्च शिक्षा हासिल गरेको छैन मैले। जम्मै 8 पास गरेर 9 क्लासमा 3 महिना जति स्कुल गएर छाडेँ। ल, अनि धुलिखेल भने त अब यो भ्यालीभित्र नै पर्छ, यो सुगम ठाउँ हो होइन? अब त्यतिखेर स्कुलहरू पनि अब थिए, फेरि हजुरले चाहिँ किन पढाइ बिचैमा छोड्या त नि? स्कुल पनि पुरा नगरे? अब त्यो आजभन्दा 48 वर्ष अगाडि यसलाई त्यति सुगम ठाउँ मानिँदैन। अब हामी काठमाडौँ जानलाई गाडी कुर्नु पऱ्यो भने हजुरको बस स्टपमा गएर आधी घन्टा 1 घन्टा बस कुर्नु पर्थ्यो। अब स्कुल पनि सरकारी स्कुलहरू त थिए 2-4। अब पढेको भए सकिन्थ्यो पनि होला। अब तर अलि त्यो बाध्यताहरू थिए, घरायसी कमजोरीहरू, बाध्यताहरू, त्यसकै कारणले पनि आर्थिक अवस्थाको कुरा गर्नु? आर्थिक अवस्था पनि अलिक कमजोरै थियो। भनेपछि हजुर पढाइ छोडेर के काम गर्न थाल्नुभयो, पेसातिर लाग्नुभयो? पढाइ छोडेर काम भन्दा पनि अब त्यही हो, घरमा अब बुवा मुवालाई दुःख सुख यसो सघाइ पगाइ, कहिलेकाहीँ यसो भारो पर्नु पनि गइन्थ्यो। त्यही हो, बुवा आमालाई काम सघाउनुतिर लाग्यो। त्यो त काम सघाउनु त कर्तव्य नै बनिहाल्छ। फेरि पनि अहिले आएर यसो हेर्दाखेरि पढाइ कम भयो जस्तो कतै पश्चाताप लागेको छ कि छैन? कुनै असर गरेको छ कि छैन? कम पढेको हुनाले आफूलाई कुनै त्यस्तो केही असहज केही भएको छ कि छैन अहिले आएर? असहज हुन्छ नि, पश्चाताप पनि लाग्छ। अब एउटा मोबाइलको सेटिङ मिलाउनु पऱ्यो भने पनि अलि जान्ने मान्छेले ल न हेर्दा भन्नुपर्छ। कसैले इङ्ग्लिसबाट म्यासेज छोड्यो भने पनि आफूले सकिँदैन, अनि अरूलाई लगेर देखाउनु पर्ने हुन्छ, के लेखेको रहेछ ल यति असर त परिहाल्छ नि। भनेपछि त्यो नपढेकोमा अलिकति छ। र ठिकै छ, जे हुनु भइसक्यो, पछाडि फर्किन सकिन्न होइन? कि पढ्ने हो फेरि? उमेरले त छेक्दैन नि पढ्न। अब पहिला यो बुढाबुढी पढाउने प्रौढ शिक्षा थियो, अब अहिले त त्यो पनि छैन। होइन, पढाइलाई उमेरले छेक्दैन। इच्छा भयो भनेदेखि जुन उमेरमा पनि अध्ययन गर्न चाहिँ सकियो, यो कुरालाई छोडौँ अब। अनिखेरि यो तपाईँ कलाकार होइन, राम्रो कलाकार भन्छु म। अनि यो कलाकारितामा प्रवेश चाहिँ कहिलेदेखि गर्नुभयो? रुचि कसरी जाग्यो कलाकारितामा? कलाकारितामा प्रवेश गर्न रुचि भन्दा पनि अब मेरो जिन्दगीमा धेरै घटनाहरू घटेका थिए। त्यही भएर म डिप्रेसनसम्मको अवस्थामा पुगेको थिएँ। त्यसपछि यो टिकटक भन्ने एउटा त्यो सञ्चार माध्यममा आउने, त्यसलाई के भन्छ अब? हजुरलाई टिकटक भनौँ न। टिकटक मैले खोलेँ। अनि टिकटक खोलेपछि त्यसमा अब 1-2टा भिडियोहरू बनाउन थालेँ। बनाउन थालेपछि अनि पहिला त मलाई एकदम अप्ठ्यारो लाग्थ्यो, लाज लाग्थ्यो। अब अरूहरूले त्यो बाटोतिर मोबाइल यसो तेर्साएर हेर्दा पनि के गरेको होला, यो नाटक झिक्दै हिँड्छन् जस्तो लाग्थ्यो। पछि आफैले सुरु गरेपछि आफैलाई अलिअलि रमाइलो हुन थाल्यो, त्यसमा भिजियो, अलिक खुसी लाग्न थाल्यो। त्यसपछि टिकटकहरू पनि अलि चल्दै गए। अब त्यही अनुसारको अभिनय गर्दै गइयो, मान्छेहरूले मन पराइदिनु भयो। अनि त्यसपछि आफ्नो रुचि बढ्दै गयो। वास्तवमा म यो कलाकारतिर लागेको भनेको यही टिकटककै माध्यमबाट हो। टिकटक आएपछि चाहिँ नि हजुर कलाकारितातिर टिकटक मार्फत परिचित भएर अब अहिले दर्शकहरूले रेगुलर हेर्नु भएको छ प्रोग्रामहरूमा, होइन? हजुर हजुर। र एउटा कुरा अघि हजुरले भन्नुभयो मेरो जीवन यात्राको क्रममा थुप्रै घटनाहरू घटे भन्नुभयो। के भन्न मिल्छ? के कस्ता घटनाहरू घटे? भन्नु मिल्छ भनेदेखि भन्नु मिल्छ, किन नमिल्ने कुरा के हुन्छ र जिन्दगीमा? अब त्यही हो, अब बाल्य अवस्थामा पनि धेरै दुःख गरियो। अब सुख भनेको के हो कसो हो थाहा भएन। अब दैनिकी गुजारा गर्नु पनि ज्याला पानी, अब हरेक समय दुःखले बिताइयो दिनहरू। त्यसपछि 16 वर्षको उमेर भएपछि अब बुवा आमाले विवाह गरिदिनु भयो। माघी विवाह गरिदिएपछि तपाईँ 16 वर्ष हुनुहुन्थ्यो भनेपछि हजुरको दुलै चाहिँ कति वर्ष हुनुहुन्थ्यो? दुलै सायद 16.5
मभन्दा 6 महिना जेठी छ ऊ। अनि बिहा गऱ्यो। बिहा गरेपछि अब दैनिकी त्यस्तै हो, दुःख सुख चल्दै थियो। 2050 सालमा बिहे भएको मेरो। 52 सालमा छोरी जन्मिन्। पहिलो सन्तान हाम्रो छोरी जन्मिन्। छोरी जन्मेपछि हामी एकदम खुसी भयौँ। लक्ष्मीकै रूपमा छोरी आइन्। अब छोरी बामे सर्दा नसर्दा त्यसको 2 वर्षपछि 2054 सालमा बाबु पनि भयो हाम्रो। 2 सन्तान भए। 2 सन्तान भए। 2 सन्तान भए। जिन्दगी अब दैनिक दिनहरू चलाउन त गाह्रै थियो। अब यही ज्याला पानी नै गर्नुपर्ने हो। अर्काको मेला जाने, ज्यामिकामा जाने, धेरै दुःख गरेको छु मैले। त्यसरी दिनहरू चल्दै थिए। तैपनि अब हामी परिवार खुसी थियौँ। खुसी थियौँ। बाबुहरू हुर्किँदै थिए, बाबु नानी पढ्दै थिए। दिनहरू राम्रै चलिरहेका थिए। अनि त्यसपछि त्यो दिनहरू चल्दै थिए। बाबु नानीहरू पढ्दै थिए। करिब नानी र बाबु एउटै क्लासमा थिए। 7मा पढ्दै थिए उनीहरू। माउन्ट भ्यू धुलिखेलमा पढ्थे, माउन्ट भ्यू बोर्डिङ स्कुलमा। यसै गरी दैनिकहरू दिनहरू चलिरहेको थिए। एक दिन अचानक मेरो जीवनमा आँधीबेहरी आयो। लगभग मैले सोच्दै नसोचेको कुरा चट्याङ परे जस्तो भयो मलाई। दैवको वज्रपात पर्यो। 2068 सालतिरको कुरा होला त्यो। बाबु नानी दिनभरि उनीहरू स्कुल गएर आएका, बेलुकी घरमा आउँदा राम्रै अवस्थामा आइपुगेका थिए। त्यसपछि नानी त घरतिरै अलिअलि धन्दा सघाउन सक्ने भएको थिए। बाबु चाहिँ फुटबल खेल्न गयो। त्यो बेलामा बाबु 13 वर्षको, नानी 15 वर्षको थिए। फुटबल खेल्न भनेर यहीँ किउको ग्राउन्डमा गयो। ग्राउन्डमा फुटबल खेलेर आउँदाखेरि बेलुका घर आएपछि मेरो अलिअलि टाउको दुख्यो भनेर भन्यो। त्यस्तो रोगी पनि थिएन ऊ। अनि टाउको दुख्यो, अब साधारण यो गर्मीले होला अथवा अब खाली पेटले होला भनेर हामीले घरमै राखेर उसलाई साधारण सामान्य हामीले जानेको उपचार गऱ्यौँ। त्यसपछि पनि उसलाई भएन। नभएपछि धुलिखेल हस्पिटल लग्यौँ। धुलिखेल हस्पिटल लगेपछि त्यहाँ एउटा औषधि चलाउँदा त उसलाई अलिकति कम भएको थियो। त्यसपछि फेरि आधा घन्टा 1 घन्टापछि फेरि उसलाई गाह्रो भयो। त्यसपछि ऊ लगभग बेहोसीकै अवस्थामा पुग्यो। त्यसपछि धुलिखेल हस्पिटलले अब यहाँ सकिँदैन बाबुलाई, उसलाई टिचिङ लैजानुपर्छ भनेर टिचिङ रिफर गरिदियो। त्यसपछि अब जसोतसो हामीले अब त्यो बेलामा एम्बुलेन्स पनि पाइएन। बाहिरको गाडी खोजेर उसलाई अक्सिजन, स्लाइन पानी लगाएर टिचिङ लैजाने कोसिस गर्यो। लगभग त्यो बेलामा रातिको 12-1 बजेको छ होला। उसको बाटोमा पुग्दा अब त्यो उसको दिन त्यति सायद त्यस्तै परेको थियो होला। अनि यहाँ त्यो चढाको क्यानला फुत्केछ, पुरा रगत भयो। त्यसपछि हामीले उसलाई सिधै टिचिङ हस्पिटल पनि लैजान सकेनौँ। त्यसपछि शिर मेमोरियल हस्पिटल बनेपामा लगेर फेरि त्यो क्यानलाभित्र हालेर उसलाई रगत नआउने अवस्थामा काठमाडौँ टिचिङ पुर्यायो। तर ऊ अर्धमृत भइसकेको थियो बाटैमा। उसको अलिअलि धुकधुकी चलिरहेको थियो, आँखा घुमाउँदै थियो। मैले त त्यो दृश्य हेर्न पनि सकिनँ। ऊ धेरै छटपटाइरहेको थियो। त्यो अवस्थामा टिचिङ हस्पिटल पुर्याइदियो। टिचिङ हस्पिटल पुर्याएपछि म त त्यो उसले राखेको इमर्जेन्सी वार्डभित्र जान पनि सकिनँ। त्यसपछि के भयो कसो हो मलाई थाहा छैन। करिब बिहान 6 बजेतिर उसलाई टिचिङ हस्पिटलको डक्टरहरूले मृत घोषणा गरिदिनु भयो। त्यसपछि हामी माथि ठुलो वज्रपात पर्यो, आकाशै खस्यो। हामी 2 सन्तान ईश्वरका वरदान भनेर बाबु 5 वर्षको भएपछि
मेरो श्रीमतीले थाई अपरेसन बच्चा नहुने गरिसकेको थियो। बाबु 5 वर्षको भयो, अब नानी 7 वर्षकी छे। अब त्यो बेलाको दुःख त्यही हो, हरेक दिन दुःखै गर्नुपर्ने, ज्यालै गर्नुपर्ने, परिवार पाल्नलाई गाह्रो थियो। भनेको चिजहरू उनीहरूलाई खान दिन नसक्ने, उनीहरूले मागेका चिजहरू लगाउन दिन नसक्ने, अरूका बच्चाहरूले खेलाउना खेलेका ती खेलाउनाहरू दिन नसक्ने अवस्था भएपछि ठिकै छ, 2 सन्तान ईश्वरका वरदान, यति भए हामीलाई पुग्छ भनेर हामीले बन्ध्याकरण गरियो। त्यसपछि 13 वर्षको भएपछि बाबुलाई त्यस्तो अवस्था भएपछि बाबुलाई भएको चाहिँ के रहेछ, के भन्नुभयो डक्टरले? त्यो अब डेथसम्म भनेपछि त कति दिनको अवधिमा बाबुलाई त्यसरी गयो बाबु? उसलाई 12 घन्टा पनि लागेन। त्यो टाउको दुख्न सुरु भएको 12 घन्टा टाउको दुख्न। के रिजन के भन्नुभयो त? अब स्कुल गएर आएको, अब त्यहाँ फुटबल खेल्न गयो, उसको टाउको दुखेको। मैले चाहिँ सोचिरहेको थिएँ उसले अलि पातलो थियो, अलि दुब्लो थियो, उसले हेडिङ गर्यो होला, हेडिङ गर्दाखेरि सायद कतै केही भयो होला भन्ने मेरो सोचाइ थियो। तर अहिले पछि अब उसँगैका साथीहरूले भन्छन् ऊ ग्राउन्डमा लडेको थियो अरे, फुटबल खेल्दा लडेर बेहोस भएको थियो अरे। त्यसपछि साथीहरूले समातेर घरसम्म ल्याइदिएछन्। अब त्यो बेलामा उसको साथीहरू पनि डराएर हो कि के हो, केही भनेनन्। डाक्टरले चाहिँ डिक्लेयर गरेन यो भागमा? डाक्टरले त लगभग उपचार गर्नै भ्याइएन। अनि पछि भन्दाखेरि यहाँको नसा छिनेको, त्यसलाई के भन्छ, ब्रेन ह्यामरेज भएको हो कि भन्ने टिचिङको डाक्टरहरूले त्यति गेस गरे। त्यसो एक्ज्याक्ट यही भएको चाहिँ भन्न सकिएन। पछि उसको यहाँ नाकबाट अलिअलि रगत आइरहेको थियो भन्ने कुरा सुनेको छु। मैले त उसलाई हेर्न सकिनँ। त्यसपछि साह्रै दुःखद घटना रहेछ है। आफूलाई सम्हाल्नुहोस्, यस्तै हो, जे हुनु भइसकेको छ है। अब त्यो बाबु फर्केर आउने होइन, उति त्यो फेरि घाउ बल्झाउनु मात्रै भयो कि जस्तो लाग्यो। मेरो कारणले हजुरको फेरि त्यो सम्झनाले मन दुख्यो भने म क्षमा चाहन्छु। होइन हजुरले सम्झना दिलाएको होइन, हामीलाई त उसको हरेक क्षण, हरेक पल, हरेक सेकेन्ड मिनेट सम्झना आइरहन्छ नि। हामीले त्यत्रो बेलामा आफू सरै भएको बाबुलाई अब अचानक, अब कुनै ऊ दीर्घरोगी भएर त्यस्तो भएको भए पनि ठिकै छ, दीर्घरोगी थियो, उसलाई स्याहार गर्नुपर्ने सधैँभरि भन्नु त्यो होइन। अचानक त्यस्तो हुँदा त हामीलाई पहाडै खसे जस्तो भयो। हजुरले सम्झाए पनि नसम्झाए पनि, जो कसैले पनि नसम्झाए पनि हाम्रो त मुटुमा छ ऊ। हामी उसलाई 24 घन्टा 12 महिना 12 काल सम्झिरहन्छौँ। त्यो भन्छन् भगवान्ले पनि राम्रो मान्छे, प्रिय मान्छेलाई छिटै लान्छ अरे। अब त्यही सोचौँ हामीले है, दुःख मनाऊ। दुःख त छ फेरि पनि। ऊ बितेको पनि 68 सालमा भनेपछि अहिले 82 साल, लगभग 14-15 वर्ष भइसक्यो। अब त हाम्रो घाउ निको चाहिँ हुँदैन, तर पाप्रा चाहिँ लागिसक्यो। अब त्यति गर्नुपर्छ, आफूलाई सम्हाल्नुपर्छ। अनि त्यसपछि के भयो? त्यसपछि त्यो बेलामा मेरो मुवा पनि भइसक्यो। बुवा त मेरो 52 सालमै खस्नुभएको। नानी जन्मिनुभन्दा 45 दिन अगाडि बुवा बित्नुभएको। त्यसपछि हाम्रो मामा घरको हजुरआमा पनि हुनुहुन्थ्यो। मामा घरको हजुरआमा पनि मामाहरू नभएर यी मुवाले, बुवाले नै यी ल्याएर राख्नु भएको थियो। त्यसपछि बुवा अब ज्वाइँले पाल्छ, काजक्रिया गर्छ, मरेपछि पोल्छ भनेर हजुरआमा ज्वाइँ छोरीको साथमा आएर बसेको। बुवा बितेपछि हजुरआमालाई पनि त्यो सहन गाह्रो भयो। जसले पाल्छ, जसले पोल्छ भनेको ज्वाइँ नै नभएपछि भन्ने सायद मनमा त्यस्तो आयो होला। त्यसको 2 वर्षपछि हजुरआमा पनि पागल जस्तै, भनेको मतलब दिमागले त्यति काम नगर्ने, आफ्नै तालमा हिँड्ने, आफ्नै तालमा कराउने भएर मानसिक सन्तुलन अलि बिग्रियो। त्यसपछि 52मा बुवा बित्नुभयो, 54मा हजुरआमा बित्नुभयो, 68मा बाबु बित्यो। मैले 30 वर्षको पुग्दाखेरि 3 पुस्तेलाई पोल्ने, काजक्रिया गर्ने काम गरेँ। त्यही भएर पनि आजभोलि मन अलि ठिक ठाउँमा हुँदैन, अलि डराएको जस्तो, आत्तिएको जस्तो त्यस्तो हुन्छ। अब करिब त्योभन्दा अगाडि
अब हुन त हामी 3 दाजुभाइ हो। दाइहरू घरमा बस्नुहुन्थेन, म घरमा बस्ने भएर प्राय वर्षको 12-15वटा त मैले श्राद्ध नै गर्नुपर्थ्यो। श्राद्ध गर्नुपर्थ्यो। त्यसपछि उहाँले नभा सप्ताह नभा लगाउनु भयो। त्यसमा पनि आफै कर्ता बसेर मैले 9 दिनसम्म व्रत बसेर भक्कु पेट बसेर पूजाआजा गरेर मेरो बित्ने छोरोको त्यही नभाको साङ्गेको दिन व्रत बन्द गरेको थियो। व्रत बन्द भएको 2 वर्षमा ऊ बित्यो। त्यसपछि मलाई यो तिथि श्राद्ध देउता छन् धार्मिक आस्थाहरू कुनै पनि लागेन। मलाई देउता कहाँ छन् त, खोइ त मेरो लागि कहाँ रहेछन् त, पितृ कहाँ छन् त। म तिथि श्राद्ध पनि गर्थेँ, अघि पछि माछा मासु खाए पनि म 1 छाकेको अघिल्लो दिन साँझ घाम अस्ताएपछि माछा मासु केही खाने थिइनँ। 1 छाकेको दिन अरूले रोटी खान्छन्, अरू दुनियाँ खान्छन्, म केही खाने थिइनँ, म खाँदिनँ। म एक भक्ति बस्ने भनेपछि एक भक्ति भएर बस्छु भनेर शुद्ध चिया 1 छाक भुजा खाएर बस्थेँ। त्यसरी तिथि श्राद्धहरू वर्षको 12-15वटा गर्थेँ म। सप्ताह नभामा पनि म कर्ता बसेर भोको पेट बसेर त्यसरी गरेँ। अनि मेरो लागि भगवान् छैनन् जस्तो लाग्यो। धेरै रोइयो, कराइयो, बहुलाइयो बाबु बितेपछि। त्यसरी हिँडेपछि त्यो अवस्थामा मुवा पनि होइसिन्थ्यो। मेरो मुवा बितेको चाहिँ अहिले भर्खरै 2-3 वर्ष भयो, मुवा भइसिन्थ्यो। अनि भएन बाबु, यसरी त वंश चल्दैन, अब तेरो वंश पनि धान्नुपर्छ। अब दाइहरूका सबैका छोरा छन्, तेरो छोरा छैन। अब मलाई त तेरो साह्रै पिर हुने भयो मर्ने बेलामा, के गर्छस् बाबु भनेर अझै रुने, भोलि रुने, पर्सि रुने भएपछि अनि सबै घर सल्लाह गरेर बाबु बितेको 2 वर्षपछि मैले दोस्रो बिहे गरेँ। दोस्रो बिहे गर्नुभयो? दोस्रो बिहे गरेँ। दोस्रो बिहे गरेँ। त्यो बिहे गर्दा चाहिँ नि जस आमाको लागि बिहे गर्नुभयो, हजुरको श्रीमती त हुनुहुन्थ्यो होइन? श्रीमतीको चाहिँ मेरो श्रीमती कस्तो हुनुहुन्थ्यो। आमाको लागि पनि कसरी भन्ने होइन, एउटा त अब बच्चा बित्नुमा त्यो आमालाई पितालाई भन्दा अझ आमालाई बढी चोट हुन्छ भन्छु म, होइन? लाग्छ मलाई त्यस्तो, आमा अझै कमजोर हुन्छन्। यता छोरा बित्नु, अर्कोतिर फेरि छोरा नभएकै कारण फेरि श्रीमानले अर्को बिहे गर्नु, त्यो एउटा महिलाको ठाउँमा उभिएर हेर्दा त उहाँलाई त डबल पीडा पर्यो नि, त्यस्तो लाग्दैन? लाग्छ, उसले डबल पीडा पर्यो। अहिले पनि महसुस गर्छु म, उसको पीडाहरू महसुस गर्छु। अब त्यो बेलामा अब अवस्था पनि त्यस्तै थियो। उसले पनि हुन्छ त ठिकै छ त, अब तपाईँको वंश हुन्छ भने, हाम्रो आँगनमा कोही बच्चा नाच्छ भने त्यो गएको बच्चालाई त भुल्न सकिन्छ होला नि। मन्जुरी दिनुभयो? मन्जुरी भएर। तर निकै कठिन थियो होला त्यो अवस्था भन्ने मलाई लाग्छ। कठिनै थियो होला। अनि दोस्रो विवाह गरियो। दोस्रो विवाह गरेको लगभग 2 वर्षपछि पुनः फेरि अर्को बाबु जन्मियो मेरो। अर्को बाबु नै भयो फेरि भनौँ न। हजुरको छोरी थियो, छोरी छँदाछँदै छोरो बित्नुभयो, छोरोको लागि फेरि अर्को बिहे गर्नुभयो, फेरि छोरा नै जन्मियो भनेपछि त सोचे जस्तै भयो नि त? सोचे जस्तै भयो। हामी सबै घर परिवार सबै खुसी भयौँ। अब हर्षोल्लासै भयो त्यो बेलामा। अब त्यो गएको बाबुलाई पनि अब त्यो अर्को बाबुले अलिअलि ओगट्यो क्या, खुसीको क्षण आयो भनौँ न। अर्कोलाई बिर्सिन सक्ने त अवस्थै छैन। तैपनि त्यो बेलामा अलिकति कहीँ कतै घाउमा मलम लगाए जस्तो चाहिँ भयो। अनि त्यसपछि बाबु जन्मेपछि धुलिखेल हस्पिटलमा जन्मेको बाबु। अनि बाबु जन्मेपछि यसलाई त एनआइसियुमा राख्नुपर्छ बाबुलाई, जन्मिने बित्तिकै भनेर त्यहाँको डक्टरले त्यस्तो भन्नुभयो। अनि करिब हामीले 7 दिन जन्मेको 7 दिनसम्म त एनआइसियुमै राख्यौँ। बाबुलाई कसैले पनि भेट्न पाइएन, आमा छोरा पनि छुटेरै बसेको थियो। किन, के समस्या रहेछ उसको? समस्याहरू चाहिँ यो सास एकदम छिटो चलिरहेको थियो त्यो बेलामा। यो एकदम हामीले बाहिरबाट हेर्दा, त्यो आइसियुको बाहिरबाट हेर्दा पनि एकदम उम्लिरहेको, त्यो पानी उम्लेको हुन्छ नि, त्यस्तो देखिन्थ्यो बाबुको। अनि त्यसपछि 7 दिनसम्म एनआइसियुमा राखेर बल्ल उसको मम्मीलाई भेटाइयो, हामीले पनि भेट्यो। त्यो बेलामा खुसी नै थियौँ। त्यसपछि बाबु बिस्तारै हुर्किँदै गयो।
त्यसपछि आजभन्दा भोलिभन्दा असामान्य असामान्य हुँदै गयो। अनि हामीले अब डक्टरलाई देखाउँदा यो नर्मल छैन बाबु, अरू नर्मल जस्तो नर्मल हुँदैन भने। अनि त्यसपछि अब उसका पनि लक्षणहरू अलिअलि देखा पर्न थाले। भनेको मतलब अब बाबु हुर्कदै जाने क्रममा चाहिँ अबनर्मल छ भन्ने कुरा थाहा भयो हजुरलाई? हामीलाई चाहिँ थाहा भयो, डक्टरहरूले त उही बेलामा अनुमान गरिसकेका थिए होला। अनि त्यो हुर्किँदै जाँदाखेरि अब उसको नर्मल नभएको लक्षणहरू देखाउन थाल्यो, जस्तो हात यस्तो बङ्ग्याउने, अब खुट्टाहरू अलि राम्रोसित नटेकिने, त्यो अवस्थाको बाबु भयो। त्यसपछि अब हुर्किँदै गयो। अब अहिले 12 वर्षमा छ बाबु। तर ऊ एकदम नर्मल भनेको अब असामान्य भन्दा नि असामान्य मान्छे भइसक्यो। जस्तो भनेपछि दिसा पिसाब गर्न आफै सक्नुहुन्छ, गराइदिनु त्यो सबै म्यानेज गर्न सक्ने हुनुहुन्छ कि हुनुहुन्न बाबु? सक्दैन, म्यानेज गर्नु सक्दैन उसले, सक्दैन। भने मतलब उसले त धेरै जस्तो त ड्राइभर लाएर राखिदिने हो, नभए पनि अब अलिअलि चाहिँ उसले बुझ्छ। कहिलेकाहीँ उसलाई दिसा पिसाब आयो भने आमा चाहिँले काखमा लिएर यसो बाहिर त्यो उसलाई लुगा खोलेर राखिदिएपछि उसले गर्छ त्यतिको छ। तर ऊ उठ्ने ओर्ने भनेको मतलब अब आफ्नो तरिकाले त्यो चल्ने चटपटाउने केही गर्दैन। ओछ्यानमा लम्पसार परेकै हो। उसलाई खुवाउने प्याउने गर्नुपर्छ। लगभग महिनाको 15वटा जति त अक्सिजनै चलाउनुपर्छ, उसलाई अक्सिजनै लगाउनुपर्छ। अक्सिजनै लाउनु पर्ने भनेपछि त उसको अब त्यो फोक्सोले त्यति राम्रो काम गर्दैन अरे। उसलाई धेरै पटक निमोनिया भइसक्यो। अहिलेसम्म अब 12 वर्षको भयो, 600 पटक जति त निमोनिया भइसक्यो होला उसलाई। तैपनि अहिलेसम्म उसलाई केही भएको छैन। अहिलेसम्म ओछ्यानमा उसको अनुहार हेर्नु पाएको छ, त्यही खुसी लाग्छ। भनेपछि त अब शब्दै भएन मसँग के भन्ने कुरा। फेरि पनि अलिकति हामीले अब हजुरले अघि भनिहाल्नुभयो, मलाई कुनै आस्था रहित भएँ म भन्नुभयो है। फेरि पनि म भन्छु, मलाई लागेको कुरा अलिकति आशावादी चाहिँ हुनुपर्छ। जे भइरहेछ राम्रैको लागि होला। म चाहिँ नि यही जन्म मात्रै पहिलो या अन्तिम हो भन्ने ठान्दिनँ। म चाहिँ नि यो ब्रह्माण्डमा हाम्रा आत्माहरू क्रमशः घुम्ने क्रममा होइन, यो शरीर धारण गर्ने हो। कर्मका फलका आधारमा जन्म पनि त्यस्तै हुन्छ भन्छन्। त्यो त आँखाले देखेको कुरो त होइन होइन। भए पनि म अलिअलि कहीँ कतै अब यो सृष्टि चक्र त छ नि त, ब्रह्माण्ड चल्ने कुरा निरन्तर यो छ। त्यो फेरि पनि म भन्छु कहीँ कतै भेट हुन्छ, फेरि जन्मिने मर्ने प्रक्रिया चलिरहन्छ भन्ने कुरामा अलिकति विश्वास राख्छु म चाहिँ नि। फेरि पनि म हजुरलाई भन्छु, यो कहीँ कतै आफ्नै कर्मको भाग्यको खेल होला, लेखान्तरको परिणाम होला, यो कर्मका परिणाम होला। त्यही परिणाम अनुसार हामीले भोग्नु परेको हो कि भन्ने कुरा लाग्छ। तसर्थ धेरै दुःखी नहुन पनि म आग्रह गर्छु यहाँलाई। त्यो स्थितिबाट यहाँसम्म आउँदा पनि अब यी सबै कुरा म देखिरहेको छु, राम्रै छ। हिजो अब खाजै खान थिएन, भातै खान थिएन, त्यसका कारणले मैले पढ्न पाइनँ भन्ने कुरा त भर्खरै सुन्यो। फेरि पनि अब अहिले बाहिरी आवरणमा हेर्दा सबै कुरा छ होइन। यो पनि भगवान्को कृपा नै भन्नुपर्छ, हजुरको मेहनत, यो कृपा नै हो। यो जे जति छ त्यति कुरा चाहिँ धेरै मान्छेहरूसँग छैन। हजुरसँग भएका कुरा प्राप्तका लागि पनि प्राप्त गर्न पाऊँ भन्ने मनहरू पनि धेरै होलान्, मान्छेहरू पनि धेरै होलान् भन्ने मलाई लाग्छ, पक्कै पनि छन्। र अब जे छ त्यसैलाई चाहिँ नि जे पाइयो त्यसैलाई चाहिँ नि स्वीकारेर फेरि अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। त्यहाँदेखि यहाँसम्म आइपुग्दाका यी कहानीहरू। अनि साँच्चै हजुरले 2टा बिहे गर्ने भन्नुभयो, त्यो अब मैले अघि भने जेठीको मनस्थिति अलिकति गाह्रो भयो कि भन्ने लाग्यो। म महिला भएर पनि होला त्यो कुरा पनि सोचेँ। अनि दोस्रो श्रीमती बिहा गरिसकेपछिको चाहिँ नि पारिवारिक माहौल कस्तो बन्यो? 2जना त अब दिदी 2जना भइसकेपछि हजुरलाई म्यानेज गर्न कतिको सहज भयो, अप्ठ्यारो भयो, के भयो? पहिला सुरुमा त अलि असहजै भएको थियो म्याम। अब पछि बिस्तारमा अब त्यो सबै नर्मल हुँदै गयो।
त्यस्तो असहज त भएन। अब कहिलेकाहीँ त अब त्यो चुलामा दुईवटा अगुल्टा पनि नठोसिकन बल्दैन भन्छन्। अब कहिलेकाहीँ उनीहरूको सामान्य भनावन त हुन्छ, अहिले पनि हुन्छ, सामान्य भनावन हुन्छ। तर 2-4 दिन उनीहरू ठुस्किन्छन्, एउटाले एकापट्टि मुख फर्काउँछ, अर्कोले अर्कोपट्टि मुख फर्काउँछ। अनि एउटाले मलाई सुनाउन आउँछ, मलाई त दिदीले यसो भन्नु पनि भनेर बहिनी आउँछ, बहिनी आउँछखेरि मलाई दिदीले त्यसो भन्नु पनि भन्न आउँछन्। तर म दुवैसित बोल्दिनँ, दुवैको कुरा सुन्दैन, तिमीहरू दुवैजना काम नलाग्ने मान्छे भनेपछि अनि 2-4 दिन मसित पनि बोलचाल हुँदैन। अनि पछि उनीहरू फेरि सामान्य अब के आवश्यकता पर्छ उनीहरू बोलचाल भएपछि दुवैजना आउँछन्, एकदम खुसी लाग्छ। त्यस्तो त खासै भएन। अब त्यही त भगवान् छैनन् हुन भने यो भगवान्कै आशीर्वाद हो कि जस्तो पनि लाग्छ। मान्छेहरूको घरमा कति झगडा परेको देख्छु, कति हानाहान परेको देख्छु, कति मारामार गरेको देख्छु, कति मान्छे चौकिआएको देख्छु, कति मान्छे ओडामा आएको देख्छु। तर मेरो चाहिँ त्यस्तो छैन अहिलेसम्म पनि। अब यो हाम्रो टोलभरिको मान्छेहरूले कसैको, सबैको त नहोला, कसैले 2टा स्वास्नी ल्याएको छ भने पनि त्यसको उदाहरण मलाई दिन्छन् क्या, फलानुले जस्तो मिलाएर राख्नु सक्नुपर्छ, 2टा स्वास्नी ल्याउनु हुने रहेछ भनेर कोही कोही मान्छेले मबाट प्रेरणा पनि पाएका होला। होइन, यो चाहिँ गलत हो है, त्यो चाहिँ गलत हो। अहिले त कानुनले पनि 2टा बिहेलाई वर्जित गरेको छ, यो मान्यता छैन। यद्यपि हजुरले पहिला गरेको हुनाले, मिलेर बस्या हुनाले त्यो उदाहरणको रूपमा चाहिँ हुनसक्छ। अब यो 2टा बिहे गर्ने कुरो चाहिँ नि यो कानुनमा नभएको हो, यतातिर चाहिँ जानु हुँदैन। मेरो अवस्थाले कसैले प्रेरणा पनि नपाओस्। यसको मतलब 2टा बिहे भए पनि श्रीमतीहरूबाट हजुरले सहयोग पाउनु भएको छ। उहाँहरू चाहिँ सामान्य कुरो बाहेक मिलजुल छ, एकदम सहयोग गरेका छन्। नभए म यहाँसम्म आइपुग्दा पनि पुग्ने थिइनँ होला, उनीहरूको सहयोग साथ सपोर्ट नभएको भए। फेरि अर्को कुरा, अनि यो बाबु यस्तो भएपछि म एकदम धेरै अल्कोहल पनि खान्थेँ। अल्कोहल भनेको मतलब जाँडक्सी एकदम म्याक्सिमम खान्थेँ। अब अर्को बाबु गयो, यो बाबु यस्तो भयो, अब यसलाई यतातिर कुनै उपचार लाग्दैन। सामान्य रुगाखोकी लाग्यो भने नि हामीले टिचिङ हस्पिटलै लिएर जानुपर्छ यसलाई। अर्को बाबु टिचिङमै अस्ताएर आयो, अब यसलाई टिचिङमै लिएर जानुपर्छ, त्यो अवस्थाको छ। अब यस्तो हुन्छ, गाह्रो हुन्छ। अब म आफै गाडी चलाउने हिसाबले पनि उसलाई हस्पिटल लैजानु पर्दा त त्यो बाटोमा अगाडि केही पनि नहोस् जस्तो लाग्छ क्या। त्यो गाडी उडाउन नमिल्ने भएको भए लगभग मैले उडाएरै उसलाई हस्पिटल पुर्याउँ जस्तो हुन्छ। उसको त्यो दुःख पीडा क्या, त्यो दुखाइ देख्न नसकेर मन यति पोल्छ। अब त्यस्तो अवस्थामा देखेर त्यो हुँदा खाना खुवाउँदाखेरि लगभग उसको एउटा परानै जान्छ। उसलाई जब खाना खाने बेला हुन्छ उसको एउटा परानै जान्छ, उसले त्यो राम्रोसित निल्न सक्दैन। भनेपछि त एउटाले त छोड्नै पाइएन नि बाबुलाई है, गाह्रो छ। फेरि म यहाँनिर भन्छु है हजुरलाई, अल्कोहलिस्ट म भएँ भन्नुभयो है, अल्कोहल समस्याको समाधान होइन। केही क्षण त अब बिर्सौला त्यसले होइन, त्यो किनभने त्यसले दिमागलाई चाहिँ नि क्याप्चर गरिदेला, त्यसले केही चिज रिलिफ भए जस्तो चाहिँ लाग्ला। त्यसका दूरगामी असरहरू चाहिँ नि धेरै हुन्छन्। अल्कोहलमा डुब्नु पनि राम्रो कुरो होइन। त्यो थाहा छ म्याम मलाई। अहिले के छोड्नु भयो? अहिले छोड्यो भन्दा कहिलेकाहीँ 1-2टा बियर चाहिँ खान्छु। त्यो छोडेको भनेर त्यस्तो खाँदै नखाने भन्ने प्रण गरेको छैन, बाचा गरेको छैन। नखाँदा नि सकिन्छ। त्यही त यहाँ मैले अलिकति बोलेँ, हजुर त पुरुष भएको हुनाले अब पीडा अलग होला, असह्य पीडा चाहिँ यहाँसम्म सुनिसक्दा पीडा असह्य छ। एउटा बाउले, एउटा श्रीमानले, एउटा छोराले भएर ती सबै कुराहरू भूमिका निभाउँदा गाह्रो त निश्चित रूपमा हुने नै भयो। फेरि महिलाको पक्षबाट चाहिँ नि त्यो अल्कोहल पिएर बस्नु हाम्रो जस्तो परिवारमा त्यो पनि सम्भव छैन है। तसर्थ म के भन्छु भने समाधान होइन त्यो विषय, त्यतातिर चाहिँ नि नलाग्न मैले अनुरोध गरेँ हजुरलाई है। फेरि पनि अब यहाँसम्म सुनिरहँदा अप्ठ्यारा स्थितिहरू नै झेलेर आउनु भएको छ र फेरि त्यसले हजुरलाई स्ट्रङ पनि बनाएको छ जस्तो लाग्छ कि लाग्दैन? यी सबै घटना परिघटनाले यहाँसम्म आएर यसरी व्यवस्था गरेर बस्नुमा, ती सबै स्ट्रङ हुनुमा चाहिँ ती घटनाहरू चाहिँ नि
भएर नै हो भन्ने जस्तो चाहिँ लाग्छ कि लाग्दैन? त्यस्तो त लाग्छ, स्ट्रङ भएँ, बलियो भएँ, अब म मन दुखाउन्न, यो मनलाई पीडा दिँदिनँ भन्ने जस्तो लाग्छ। अब तर पनि अब त्यत्रो व्यथाहरू सहेर आएको मान्छे, जति भुल्दिनँ म, अब यो चिन्ता गर्दिनँ, म यो दुःखलाई सम्झिनँ भन्दा पनि अब ती कता कता अतीतहरू सम्झना आउँछ, दुःख लाग्छ, स्वाभाविक हो। लाग्छ। तर अब अतीतलाई सम्झेर मात्रै पनि हुँदैन, आदि जीवन त फेरि पनि बाँकी छ। जे जति भयो भयो, त्यो झेल्नु हो। मलाई कामना गर्छु म आगामी दिनहरू सबै सुखद रहन्, आनन्दमय तरिकाले बितोस्। र अब लगभग समय रह्यो भने अर्को कार्यक्रममा हामी फेरि सुखद समाचारहरूसहित फेरि आउँला। अहिले हजुरलाई त्यहाँदेखि यहाँसम्म आएका मैले जुन एउटा हजुरको भनौँ न यात्राहरू, डोबहरू, यात्राका डोबहरू यहाँसम्म आइपुग्दाखेरि जति हजुरले बताउनु भयो, त्यो बाहेक छुटफुट केही कुरा छन्, महत्त्वपूर्ण कुरा छन् भनेदेखि हाम्रा दर्शकहरूलाई राखिदिन सक्नुहुन्छ हजुरले? छुटपुट भनेको त त्यही हो म्याम। अब म डिप्रेसनमा परेको थिएँ, अल्कोहल एकदम धेरै खान्थेँ। अब म लगभग म एक्लै बस्न पनि नसक्ने अवस्थामा पुगिसकेको थिएँ। म बाँच्छु भनेर म यतिको भन्छु, म यो अवस्थामा फर्केर आउँछु भनेर म आफैले पनि सोचेको छैन। माथि भुजा बनायो भने यहाँ तल गनाउँथ्यो मलाई, त्यो खाना खान मन नलाग्ने, खालि रक्सीको बोतल त मेरो सिरानीमा हुन्थ्यो एनी टाइम। रक्सी खाने, सिरक ओढ्ने, सुत्ने, रक्सी खाने, सिरक ओढ्ने, सुत्ने। अर्कोलाई भुल्न गाह्रो, भएको अर्कोलाई हेर्न गाह्रो भयो क्या मलाई। भएको अहिले जुन बाबु छ, अब उसलाई खाना खुवाउँदा पनि उसले एउटा प्राण फाल्छ, त्यो हेर्न मलाई सामान्य लाग्ने थिएन क्या। एकदम भित्र मुटु नै फुट्ला जस्तो हुन्थ्यो। अनि त्यो मलाई जसरी पनि बेहोस हुन्थ्यो क्या। मलाई यी कुनै पनि कुराहरूले मेरो दिमागमा असर नगरोस्, म बेहोस हुनु छ भन्ने। त्यसरी खाँदा म एकदम जड्या नै भएँ। म बाँच्छु भनेर यो अवस्थामा फर्किन्छु, बाँच्छु भन्ने म आफैलाई पनि आश छैन। अब म रक्सी खाएँ थिएन वा छैन? अहिले पनि त्यस्तै लाग्छ? त्यो बेलामा थिएन, अहिले त छ मलाई। म बाँच्छु, अब मैले केही गरेर देखाउनुपर्छ भन्ने मेरो मनमा छ। त्यो ऊर्जा चाहिँ कहाँ आयो फेरि? त्यो स्थितिमा अब मैले के गर्नुपर्छ, अल्कोहल छोड्नुपर्छ भन्ने कुरा ऊर्जा चाहिँ कसरी? त्यो अवस्थामा म पुग्दैछु। अनि त्यस्तो हुन्थ्यो। अनि म बाँच्छु भन्ने मेरो आशै थिएन। अनि छोरीको बिहाको कुरा आयो। छोरी नर्स पढ्दै थिए, स्टाफ नर्स पढेकी मेरो छोरीले। अनि छोरीको बिहाको कुरा आयो। अनि अब यहाँ सबै कुराकानी भयो। छोरीको बिहा गर्न जाँदा पनि, कन्यादान दिन जाँदा पनि म अब त्यो उठेर हिँड्न नसकेर, अब नलुकाइकन भन्नुपर्दा 2 क्वार्टर रक्सी खाएर कन्यादान गर्नु गएको म। छोरीको बिहा छ, छोरी जग्गामा बसिछे, बाउ मुखमा दुङदुङ रक्सी गनाउनु भएर यस्तो भएर हल्लिँदै गएर छोरीको कन्यादान गरी। अब ज्वाइँहरू अलिक खानदानी हुनुहुन्छ। त्यसपछि मेरो आफ्नै मनमा पर्न थाल्यो क्या, मैले यो अवस्था सधैँभरि राखेँ भने म त कि मर्नै पर्यो। अब के भने आफ्नो आफन्तहरूको अगाडि कतै देखा पर्नु भएन। अनि त्यस्तो अप्ठ्यारो लाग्न थाल्यो। अप्ठ्यारो लागेपछि आफ्नो मनमा त ती कुराहरू आउँथे। तर म रक्सी खाए पनि अब मर्ने नै अवस्थामा थिएँ, रक्सी नखाए पनि मर्ने नै अवस्थामा थिएँ क्या। अल्कोहल डिप्रेसन भनेको त्यस्तो हुँदो रहेछ। त्यसैले म कसैलाई पनि यो अल्कोहल एकदम बेसी लिनलाई म प्रेरणा दिन्न क्या। यसलाई जसरी हुन्छ जति सकेको यो अल्कोहल, जाँड रक्सीबाट चाहिँ टाढै बस्नुपर्ने रहेछ। म अब रक्सी खाएँ भने सास आउँछ, रक्सी खाएन भने मेरो सासै जाला जस्तो हुन्छ। रक्सी खाएपछि मलाई खानासाना केही नरुच्ने, केही नखाने। मैले बाबुको स्यारलेस पनि पानीमा घोलेर खाएँ, खानाहरू खान नसकेर। त्यो अवस्थामा त्यस्तो थियो। अनि छोरीको बिहा गरेपछि मलाई आफैलाई एकदम अप्ठ्यारो लाग्न थाल्यो। अनि एक दिन छोरी ज्वाइँ यहाँ घरमा आएको बेलामा उनीहरूले मलाई हस्पिटल जान भने, म जाँदिनँ भनेको, होइन जानुपर्छ भने। म त्यो बेला त डिप्रेसनमा एकदम पुरै परिसकेको थिएँ, रक्सी नभएको बाँच्नै नसक्ने। अनि म जाँदिनँ भन्दाखेरि उनीहरूले समातेर बाइकमा हालेर धुलिखेल हस्पिटल लिएर गएर अनि म 9 दिन हस्पिटलमा बसेँ।
त्यसपछि मेरो आफ्नै मनमा धेरै कुराहरू खेल्न थाल्यो। मेरो आफन्तहरू, मेरो ज्वाइँ छोरी यति खानदानी छन्, म भोलि सधैँ जाडमा लुटुपुटु भएर हिँड्यो भने त यो मेरो उज्जवल भविष्य छैन, अब कि म त मर्नै पर्छ भन्ने अवस्था आएपछि मैले त्यो बेलादेखि रक्सी छोडेँ। अब अहिले 1 वर्ष जति भयो, कहिलेकाहीँ यसो रमाइलो उत्सव महोत्सवहरूमा रमाइलो बेलामा 1-2टा बियर चाहिँ खान्छु। तर त्यस्तो त्यो पहिला दुःखसँगै सुख पनि आउँछ र जे हुन्छ राम्रैको लागि हुन्छ भन्ने कुरा। छोरीको बिहे चाहिँ हजुरको यो अल्कोहलिक जीवनबाट मुक्त हुनलाई सहारा बन्यो। त्यही हो है, टर्निङ पोइन्ट त्यही भयो। र अब अहिले हजुरलाई के लागिरहेको छ, अब मैले जिउनुपर्छ होइन, परिवारका खुसीका लागि, आफ्नो लागि, के यस्तै लाग्छ अहिले? अहिले त हजुरलाई मरौँ जस्तो लाग्दैन नि? अहिले त लाग्दैन। अहिले म हिजोको दिनमा मरेको भएको भए आज यो दिन आउने भेटघाटै हुन्थेन नि, न हजुरसित भेटघाट हुन्थ्यो होइन। अब यहाँ मरेर कसलाई के हुँदो रहेछ म्याम? अब बुढीहरू 2-4 दिन रुन्थ्यो होला, छोराछोरी 2-4 दिन रुन्थ्यो होला, त्यसपछि बिस्तारै बिर्सिँदै जान्थ्यो। मर्ने मान्छे त मर्यो, उसको त त्यो अर्को जिन्दगी पाउँदैन नि। मैले त यो जिन्दगी पाएँ, टिकटक बनाउन थालेँ, त्यसपछि अहिले कलाकारितामा नि अलिकति छेउटुप्पा कहीँ कतै लागेर मलाई अब सबैले नभनौँ 2-4 जना मान्छेले चिन्नै भएको छु, यो फलानु त यो है भन्ने भएको छु। आखिर त्यो बाँच्यो भने नाच्नु पाइँदो रहेछ क्या, त्यो छ। अब त्यही हो, हजुरको जीवन यात्रा कार्यक्रममा यसरी बोल्नै पाइने थिएन होला। हजुरको जीवनको यात्राहरू यसरी नै अनेक श्रृङ्खलाहरू चल्दै जाओस्, मेरो शुभकामना छ हजुरलाई। अब जे जति अप्ठ्यारो बाँकी छन् त्यसलाई पनि हजुरको ब्रह्मचेतले जितेर सहज रूपमा अगाडि बढ्ने कोसिस गर्नुहोला र सँगै सहकार्य गर्न पाइयोस्। म पनि कलाकारको हैसियतले भन्छु, हजुरसँग कलाकारिता पनि सँगै गर्ने सायद जुरोस् भोलिका दिनमा। हजुरलाई मेरो धेरै धेरै शुभकामना। बाँकी जीवन अत्यन्त सुखमय र ईर्ष्या गर्न लायक होस् क्या, त्यहाँबाट यहाँसम्म आइपुग्या भनेर सबैले प्रेरणाको स्रोत मानुन् हजुरलाई मेरो बाँकी सुखद जीवनको शुभकामना। आदरणीय दर्शकवृन्द, हजुरहरूले सुन्न पनि भीमसेन दाहालको जीवन यात्रा कहाँबाट सुरु भयो, कहाँ गएर गोलमाल भयो र आज कहाँ आइपुगेको छ। एउटा परिस्थितिले धर्मराउने अवस्थामा पुर्याइसकेको भीमसेन दाहाललाई अहिले जिउने प्रेरणा जागेको छ। जिउने प्रेरणा जागेको मात्र होइन, उहाँ त्यही अवस्थामा बाँचिरहेका हजारौँ मानिसहरूको लागि प्रेरणा बन्नुभएको छ। उहाँको कुरा सुनिसकेपछि ती सबैजनालाई फेरि सही बाटोमा आएर यो अमूल्य जीवन बाँच्ने प्रेरणा मिल्न सक्छ। यो कार्यक्रमको उद्देश्य पनि त्यही हो। जीवन यात्रा सबैको फरक हुन्छ र मेरो मान्यता के छ भने जीवन यात्राको अन्त्य सुखद हुनुपर्छ। त्यसका लागि सकारात्मक भएर बाँचौँ। हस्, धन्यवाद।